भर्खर मात्रै हामीहरू यस रूपकोट बतासेको करिब करिब आधा भागमा आइपुगेका छौँ। अर्थात् हाम्रो प्रत्येक पूर्वजहरू र अहिलेको यो यङ जेनेरेसनको एपिसेन्टर धारापानीमा आइपुगेका छौँ र यहाँ फलित फलित विभिन्न प्रकारका रुखहरू जस्तै स्वामी, पाकरी, बर, पिपल र लाँकुरी र अन्य विभिन्न जडीबुटी जन्य वनस्पतिहरूले यो क्षेत्रलाई निकै हराभरा पारेको छ। तपाईहरु दृश्यमा देख्न सक्नुहुन्छ सुन्दर धारपानी। यद्यपि अहिलेको मौसम, अहिलेको हावापानी यहाँ विन्टर अर्थात् विन्टर रहेको छ र यहाँका भ्यूहरू, यहाँका दृश्यहरू त्यति स्पष्ट नहुन सक्छ र धारापानीको दृश्य मैले हजुरहरूलाई देखाइरहेको छु। विशेष गरेर यहाँ पाइने हरेक किसिमका वनस्पति, पञ्चवटी आश्रममा हुने हरेक वनस्पतिहरू यहाँ अवस्थित छन् र यो धारापानी क्षेत्र मुख्यतया हाम्रा पूर्वजहरूको एउटा गफ गर्ने र आनन्द लिने चौपारीको रूपमा विकास भएको इतिहास छ, जसमा हाम्रा बुवा आमाहरू र पिता पुर्खाहरू दिनको प्रचण्ड गर्मीमा बेसी गई आफ्नो दैनिकी अर्थात् धान लगाउने, मकै भाँच्ने, धान बोक्ने र परालका भारीहरू लिएर वा विभिन्न खालका भारी बोकी यही स्थानमा विश्राम गर्नुहुन्थ्यो र अहिले त्यो चौपारी लगभग लोप भएको छ। यो दुःखद दृश्य र यो अवस्था अब यसलाई सम्झनामा स्मरण गर्ने बाहेक अरू केही रहेन। तैपनि यो क्षेत्रको यो स्थान मा बसी आफ्ना जीवनका हरेक दुःख दर्दहरू बिसाउने यो महत्त्वपूर्ण प्राकृतिक हब सेन्टरको रूपमा रहेको थियो। यसमा 2 वर्ष अघि यहाँ रहेको एउटा ठुलो बरको बुटो, जसलाई हामीहरूले ब्रह्माको एउटा सिम्बोलिक अर्थको रूपमा पनि हेर्न सक्छौँ, ढलेको थियो र मेरो आफ्नो व्यक्तिगत अनुभूति सायद हामीहरूको पुर्ख्यौली अस्तित्व मेटियो जस्तो लाग्थ्यो, जस कारणले गर्दा हामीहरूले यस क्षेत्रमा लगभग 100 भन्दा बढी बर, पिपल, स्वामी, पाकरी लगायतका वनस्पतिहरू रोपण गरेका थियौँ र यो त्यही ठाउँ हो जसमा एमपी साहब र म बसेर 2वटा बिरुवाहरू यो क्षेत्रमा पनि लगाएका थियौँ। तर दुर्भाग्यवश यहाँ देख्न सक्नुहुन्छ अहिले पिपल मुर्झाइसकेको छ, केवल ठुटो छ। यसै गरी बरको बुटो पनि यहाँ रोपण गरिएको थियो, सायद यता हुनुपर्छ। बर भने जीवितै रहेछ, तर यसका पातहरू हामी देख्न सक्दैनौँ। थोरै साना टुसा र मुना हालेको हामी देख्न सक्छौँ। तैपनि भन्न सकिँदैन यसको अस्तित्व कति लामो समयसम्म रहनेछ। उमा काका यसको इन्भेस्टिगेसन गर्दै हुनुहुन्छ। दुःख लाग्छ गाउँको यो
हराभरा यो प्रकृतिले ढाकेको यो स्वर्ग जस्तो गाउँ आज कता कता बन्जर भएको जस्तो अनुभूति हुन्छ। यहाँबाट एक खालको ड्राउट अर्थात् बाढी, मान्छे यहाँका निवासीहरू जो विदेशतिर पलायन हुने एउटा ठुलै श्रृङ्खला चलिरहेको छ। यसले यो क्षेत्रलाई नै एउटा बन्जर बनाएको छ। यद्यपि यहाँको वनस्पति, यहाँका जङ्गल, यहाँका पानी, यहाँको पर्यावरण सफा र असाध्य सुन्दर देखिन्छ, तर मानव बस्ती र मानव अस्तित्व यहाँबाट समाप्त हुँदै गर्दा मलाई लाग्छ अब यो असाध्य दयनीय अवस्थामा रहेको हो कि त्यस्तो लाग्छ। एमपी साहबको हामी व्यग्र कुराइमा थियौँ। सायद उहाँ अगाडि गइसक्नु भएको छ होला। त्यसपछिको भिडियो म एमपी साहब सहित अन्य महानुभावहरूसँग रहेर गर्नेछु। नमस्कार, धन्यवाद।